सर आज त लास्ट डे हो क्लास 5 को यसो नाच्ने नि भनेर लु नाच नि त तिमीहरू तयारी पनि गर भने अनि यता ओलीको पनि बर्थडे रहेछ र मलाई चक्लेट दियो अनि बेलुका चाहिँ म घर आएको थिएँ अनि यसो विचार गरेँ के गरौँ कता जाउँ भयो टक्क बाहिर निस्केको जङ्गे दाई भिडियो बनाइदिनु भिडियो बनाइदिनु भनेर चाहिँ होइन नानीहरूले पनि चाहिँ मलाई हमला हान्ने होइन अब उनीहरू चाहिँ एकदम मेरो प्यारो नानीहरू क्या गाउँको अनि त्यही भएर मैले यता बाइक पनि ल्याएर चाहिँ म सिधै आउँछु इटाभट्टाको सिनेमा हलमा किनकि एन्जिला भन्ने फिल्मको चाहिँ राम्रो रिभ्यू पाएर थियो अनि म चाहिँ चप्पल चप्पल पड्काउँदै आइसकेको थिएँ अनि खोइ कुन खाली छ त्यही दिनु भनेर भने उता ट्याक्कसँगले माथिपट्टि नै खाली रहेछ र मैले पैसा पनि दिएँ जुन चाहिँ 250 लाग्यो अनि त्यस पछाडि एन्जिलाको बोर्ड पनि देख्न सक्नुहुन्छ तपाईँले र यो चाहिँ मुभीको स्टार्टिङ फेजमा ठिक्क पुगिसकेको थियो अनि ब्रेक टाइममा चाहिँ टक्कसँग लाएर चाहिँ होइन अब केही पनि खाएको थिएन नि त सो भोक पनि लागिरहेको थियो अनि त्यस पछाडि मैले यता भाइलाई चाहिँ टिकट पनि काट्न लाएँ त्यस पछाडि अब मैले लिएँ पपकर्न र बदाम जुस होइन यस्तो भोक लागिरहेको थियो कि अब यो बदाम जुस र अब यो पपकर्नले चाहिँ यस्तो मिठो पार्छ भनेर चाहिँ भइरहेको थियो पेट पनि टन्न पार्छ भने फेरि ब्याक टु द सिन होइन कुनै कुनै सिनहरूले चाहिँ अति नै मन छोयो क्या होइन अब त्यही हो अब रियल लाइफ स्टोरिजहरू चाहिँ अब त्यसै नै राम्रो नै हुन्छ होइन त्यही पनि चाहिँ अब कतिपय चाहिँ अति नै बवाल थियो क्या अनि त्यस पछाडि अब घर आउँदै थिएँ म फर्किँदै थिएँ अनि त्यहाँ सुजित दाइले पनि ठ्याक्क देख्नुभएको छ र सुभाष बा यता आऊ भनेर भन्नुभयो अनि दाइले चाहिँ मलाई एउटा पान पनि किनिदिनु भएको थियो सो मैले घर आएर चाहिँ अब त्यो पान लिएँ सो थ्याङ्क यू सो मच फर वाचिङ मी किप वाचिङ किप लभिङ किप सपोर्टिङ र एन्जिलाको मुभी एकदमै राम्रो छ गो एन्ड वाच थ्याङ्क यू